कहाँ छ तिमी अहिले? खै बाटो पनि त्यस्तै नराम्रो। व्हाइट हाउस रिसोर्ट। उता आउनु। काठमाडौँ सहर हेर्दा लाग्छ रहर। तिम्रो गाउँ कहाँ हो? पारी हो? झापाली फटा? झापाली फटा हुँदैन नि, सरी। बुढाले मलाई कस्तो बाटो पनि कति खराब लिएर आउनुभयो। कस्तो घुमाउनु भएको, बिस्तारै गर्नु न। कति राम्रो आएको छु म। मेरो ड्रेसअप देखाइदिनु बुढा, मैले कस्तो गरेको छु। देखेन नि त स्कर्ट। अरू के भन्नु छ तपाईँलाई? बाबा कस्तो चस्मा नलाउँदा? जहाँ चस्मा नलाउँदा कति नराम्रो देखियो। अर्को वर्ष अझ बुढो भइन्छ, यहाँ रिङ्कल पर्छ। बेलायमा फोटो भिडियो भने खिचिराख्नु पर्यो होइन? अनि घुम्नु पनि पर्यो होइन बुढा? तर कहीँ घुमाउनु हुन्न है मलाई। यो भन्नु दिँदा कहाँ घुमाउनु? ढाट्नु भयो। आमा याङ्ग्री लान्छु भनेर यस्तो याङ्ग्री ठाउँमा ल्याउनु भएको छ। आमा याङ्ग्री भन्दा बाबा ठाउँछ। राम्रो फुल फुलेको पनि रोप्छु होइन होला। साह्रै हुन्छ मान्छे त। हामी चाहिँ कहाँ छौँ बुढा? अहिले नेपालको व्हाइट हाउस। नेपालको व्हाइट हाउस। अनि यहाँ ल्याएर मलाई मिल्क कफी खुवाउँदै हुनुहुन्छ नि। अब व्हाइट हाउस मात्र भन्यो भने फेरि ट्रम्पले निकाल्दैन। तपाईँको कपाल त निकै हिरो देख्नु भइरहेछ हौ। कपाल धेरै राम्रो हो नि। मेरो जन्मदिन आइसक्यो, अब के गर्नुहुन्छ? रुनुहुन्छ कि रुनुहुन्न? पहिले जान्छ र म आनन्दसँग बस्छु, मेरो साथीहरूसँग आनन्दले कफी खान्छु भइरहेछ होइन तपाईँलाई? धेर त अलिअलि धेर त भएको छैन। माथि केटाहरू भन्दैछ कफी त साँच्चै मिठो छ। आजै आएको, आजै यस्तो धुवालो लाग्यो नि। काठमाडौँ हिँड्नु ल्याएको अरे, धुवालो लागेर काठमाडौँ चाहिँ केही छैन। आँखाले पनि देखिँदैन होइन? कहाँ देख्यो दररा? कतातिर? ऊ त्यो खै जुम गरेर हेर्छु, खै देखिँदैन त।